बाफ्रे बाफ्रे आकाश पर्जिँदैछ त होइन यो पानीले के गरिहाल्नु दिँदैन कि क्या ब्याल छ त अनि आमा त्यस्तो पानी परेको छ साथीहरू कसरी अफिस पुग्नु होला काम कसरी गर्नु होला ल साथीहरू तपाईँहरूतिर पानी पर्दैछ छैन हाम्रो 5 तारको यो मेक्लाजुङ गाउँपालिकामा त रबीमा त पानी परेर बेहाल छ है तपाईँहरूतिर कस्तो छ भनिदिनु पर्यो अब यहाँनिर हाम्रो गाउँघरमा के क्षति पुऱ्याइछ भनेर छाता ओरेर हेर्नु जाँदैछु ल साथीहरू यो पानी नरोकिने रहेछ अब कसरी अफिस जानु आम्मामा यस्तो छ हुस्सु हाम्रो गाउँघरलाई वरिपरिबाट छेकेको छ पानी परेर भोलहरूको त कुरै नगर्नु यो त सुकेको साथी हो यस्तो डेन्जर बनाइदिएको छ बाटो भोलबाडी आएर यस्तो हिलो बनाइदिएको छ हाम्रो गाउँतिरै के भन्नु र यस्तो अवस्था बनाइदिएको छ यो चाहिँ मेरो गाउँघर हो यस्तै पानी परेको हुने हो भने चाहिँ क्षति हुन चाहिँ बेर लाउँदैन है यति साह्रो पानी परेर छ यहाँ हाम्रो आँगनमा त यति धेरै हिलो छ ल हेर्नुहोस् रवि बजार पनि हुस्सीले गर्दा अलिअलि मात्रै देखिरहेको छ मौसमले पनि यति धेरै च्यालेन्ज गरिरहेछ लु हेर्नुहोस् जेस आलु मकैलाई चाहिँ राम्रो भयो यसरी नै पानी पर्दै अझै धेरै घाम लाग्ने हो नि राम्रो आलु मकै हुने रहेछ हेलो साथीहरू हिजो 5 बजीदेखि पानी परेको या अहिले बिहानसम्म यति धेरै पानी परिरहेछ छाता ओढेर हिँड्नु परिरहेछ तपाईँहरूकोतिर कस्तो छ हालत हाम्रोतिर चाहिँ पानी चाहिँ परेको छ तर त्यति साह्रो क्षति चाहिँ पुऱ्याएको छैन अलिअलि भोलबाडी चाहिँ आएको छ साथीहरू गाह्रो छ